धिमी चौर जुम्ला जिल्लाको चन्दनाथ नगरपालिकामा पर्ने अत्यन्तै सुन्दर र उदाउँदो पर्यटकीय गन्तव्य हो। जुम्ला सदरमुकाम खलङ्गा बजारबाट नजिकै रहेको यो चौर पछिल्लो समय आन्तरिक पर्यटकहरूका लागि मुख्य आकर्षकको केन्द्र बनिरहेको छ। बाक्लो र हरियो जङ्गलको बीचमा रहेको यो एउटा ठूलो र खुल्ला रमणीय चौर हो। शान्त वातावरण, प्राकृतिक सुन्दरताका कारण यसलाई जुम्लाको एक उत्कृष्ट पर्यटकीय स्थलका रूपमा हेरिन थालिएको छ। पुराना पुस्ताहरूले यो चौरलाई बर्खायाममा गाई बस्तु तथा भेडा बाख्रा चराउने खर्कका रूपमा प्रयोग गर्थे, तर आज भोलि यो विश्राम गर्ने र प्राकृतिकसँग रमाउने स्थलमा परिणत हुँदै गइरहेको छ। बर्खायाम र शरद ऋतुको सुरुवाती समयमा यो पुरै चौर रङ्गी चङ्गी जङ्गली फुलहरूले ढाकिन्छ। यो समयमा यहाँको दृश्य निकै मनमोहक देखिन्छ। खलङ्गा बजारबाट करिब 1.5-2 घण्टाको पैदल यात्रा वा छोटो हाइकिङ चाहेको खण्डमा जुनसुकै सवारी साधनको प्रयोग गरेर सजिलै पुग्न सकिने ठाउँ। स्थानीय सरकारले यस क्षेत्रको विकासका लागि सडक पहुँच र अन्य पूर्वाधारहरूमा पनि जोड दिँदै आइरहेको छ। अनि हजुरहरूको चाहना के छ? घुम्ने होइन त धिमी चौर?